गर्मी मौसम सुरु भएसँगै तपाईँ हामीले पालेको गाई, भैँसी, बाछा बाछी र पाडा पाडीहरूको शरीरमा समेत यसरी शरीरैभरि फोकै फोका र डल्लाहरू देखिन थालेको छ। यस्तो प्रकारको लक्षण देखिएर दाना पानी कम खाने, खुट्टा लडखराउने, हिँडुल गर्न गाह्रो हुने लक्षण देखिएको छ भने तपाईँले पालेको पशुवस्तुमा पनि लम्पी स्किन डिजिज, तपाईँले पालेको गाई, भैँसी, बाछा बाछी र पाडा पाडीहरूको पनि शरीरमा फोकाहरू देखिन थालेको छ। तपाईँलाई थाहा छ, गाई, भैँसी, बाछा बाछी र पाडा पाडीहरूमा देखिने फोके रोग, जसलाई हामी एलएसडी भन्ने गर्छौँ, एलएसडी के कारणले लाग्छ? एलएसडी रोग क्याप्रिपक्स भन्ने भाइरसबाट पशुवस्तुमा सङ्क्रमण हुने गर्दछ। यो रोग लागेको पशुवस्तुहरूले दाना पानी खान छोड्ने, शरीरका विभिन्न भागहरूमा गाँठा गुठीहरू निस्किने, फुट्ने, ज्वरो आउने, दाना पानी कम खाने, दुध उत्पादन घट्ने लगायतको लक्षणहरू देखाउँछ र ब्याउने पशुवस्तुहरूको गर्भ समेत तुइन सक्छ। यो रोग लागेको पशुवस्तुहरूलाई टोक्ने झिँगा, मच्छर, डाँठले स्वस्थ पशुवस्तुहरूमा यसको भाइरसलाई सार्ने गर्दछ। विशेष गरी साना, मसिना, कलिला, ब्याउने र कमजोर प्रकारका पशुवस्तुका लागि प्राण लिने खालको रोगको रूपमा लिन सकिन्छ। नेपालमा पहिलोपटक 2020मा देखिए तापनि हाल नेपाल अधिराज्यभर यो रोगहरू छिटपुट रूपमा देखिन थालेको छ। पालेका पशुवस्तुहरूमा यस्तो प्रकारको लक्षणहरू देखिएको खण्डमा के गर्ने त? सबैभन्दा सुरुमा तपाईँ हामीले गोठखोरको राम्रोसँग सरसफाइ गर्नुपर्ने हुन्छ। पशुवस्तुलाई लक्षण देखिएको अवस्थामा दुखाइ कम गर्ने खालको औषधिहरू खुवाउने, घाउ फुटेर अन्य सङ्क्रमण बढ्न नदिनका लागि कुनै एन्टिबायोटिकहरू पशुवस्तुमा प्रयोग गर्ने, एन्टिहिस्टामिनिक औषधिहरू प्रयोग गर्ने र घरायसी रूपमा निमपत्ता राम्रोसँग पकाएर निमपत्ता पानीले पशुवस्तुको घाउ सफा गरिदिने, घरमा भएको बेसार पानी पकाएर खान दिने र कमजोर प्रकारका पशुवस्तुहरूलाई रोगसँग लड्ने क्षमता वृद्धि गर्ने खालका मल्टिभिटामिनहरू प्रयोग गर्न सकिन्छ। रोग लागेका पशुवस्तुहरूलाई ठोस उपचार गर्न नसके पनि अन्य सङ्क्रमण हुन नदिनका लागि आफूलाई पाएक पर्ने स्थानमा रहने पशु स्वास्थ्य प्राविधिक वा गाउँपालिका र नगरपालिकामा रहेको पशुपक्षी तथा मत्स्य विकास शाखा वा पशु सेवा विज्ञ केन्द्रमा सम्पर्क गरी जानकारी गराउने र पशुवस्तुलाई हामीले सुरक्षित हिसाबले औषधि उपचार गर्न पर्ने हुन्छ। यो रोग लाग्न नदिनका लागि सरकारवाला निकायहरूले निःशुल्क रूपमा लम्पी स्किन डिजिज विरुद्धको खोप सञ्चालन गरिरहेको हुँदा स्वस्थ पशुवस्तुहरूलाई सम्पर्क गरी निःशुल्क रूपमा एलएसडी विरुद्धको लगाउन सके यो रोगबाट हाम्रा पशुवस्तुहरूलाई बचाउन सकिन्छ। तपाईँलाई यो भिडियो मन परेमा लाइक, कमेन्ट र सेयर गर्नुहोला। यस्तै प्रकारको भिडियो हेर्नका लागि मेरो युट्युब च्यानल न्यू कृषि प्रविधिलाई सब्स्क्राइब गर्नुहोला। धन्यवाद।